मैले अघि नै भिडियो त हालेको थिएँ, सुरु भएको चाहिँ बनिसकेको रहेछ, यस्तो राम्रो देखेको छ हेर्नुहोस् है। गणेशको बाहुला, अहिले चाहिँ बाहुलामा मात्रै बुटिक छ भने अगाडि बुटिक छैन। यसको एउटा लुगा अर्डर छ कि, एउटा चाहिँ गलामा भएको फुल भएको बनाऊँ त, एउटा चाहिँ। साथीहरू यो ब्लाउज त कति बनायौँ गणेशको, यो सहित हामीले 3-4 चोटि भइसक्यो बनाएको होइन। हामी जति बनाए पनि ती कस्टमरहरूले धेरै नै मन पराएर उहाँहरूले लानुहुन्छ। ए मसिनो बनाएर भाका ल्याइहालेछ, भागा ल्याइहाल्यो। सजिलो कि अप्ठ्यारो लाग्यो? मेरोमा चाहिँ आजदेखिको नयाँ बहिनीहरू बुटिकको लागि तालिम लिन आउनु भएको छ। उहाँहरूलाई म योभन्दा अगाडि पनि हामीले बहिनीहरूलाई सिकाएर उहाँहरूले 3 जनाले काम गर्न थाल्नु भएको छ। मैले सिकाउन चाहिँ धेरैलाई सिकाएको थिएँ, तर लास्टमा काम चाहिँ 3 जनाले मात्रै गर्नुभयो। प्लस दिन को क्या करते हो, रात को कैसे बैठूंगा, है ना? मेरे को भी हिन्दी सिकाओ। तपाईहरुलाई पनि बुटिक सिक्न मन छ भने हामी कहाँ आउनुहोस्।